तिखे ए तिखे तिखे ए तिखे तिखे ए तिखे के हो अरे के हो दाइ के गरेको यो तैले दिस इज पबजी ब्रो आई एम प्लेइङ पबजी 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 की सब्जी यो पबजी डिस्टर्ब नगर न ब्रो यार सिंगल कस्टम हुँदैछ क्या यार कस्टम यहाँ डिस्टर्ब नगर न यार ब्रो हो कस्तो कस्टम हो यो चाहिँ फेरि सिंगल क्या के हो यो चाहिँ म र श्यामे खेल्दैछौँ क्या यहाँनिर के स्यामेसँग के खेलेको तैले पबजी खेलेको क्या मामा पबजी हो डिस्टर्ब नगर न घरमा त अन्त सब्जी मात्रै सुनेको थियो त अन्त क्या हो पबजी भनेको यो चाहिँ पबजी गेम हो क्या मामा तैले घरमा बसेर चाहिँ किन नखेलेको त घरमा साह्रो किचकिच गर्छन् क्या आमाहरू ए घरि यो गर घरि त्यो गर खेल्नै पाउँदैन क्या अन्त मेरो साथी पनि आउँदैछ दिल्लीबाट बिक्की अन्त त्यसलाई लिएर जान पर्ने छ ए बिक्की हाम्रो बिक्की हजुर हाम्रो बिक्की त्यो आज आउँदैछ आज आउँदैछ आफ्नोमा त फोन पनि छैन केही छैन बात हुँदैन साथीभाइसँग साथीभाइले माया मारिसक्यो होला मलाई त अनि तेरो बात हुन्छ त्योसँग बात भएको अघि बिहानै भएको ऊ आइपुग्न आँट्यो यतिखेर ए अच्छा 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 ऊ त्यो गाडी गाडी पो आउँदै रहेछ त यसमा आएन बिक्की ए बिक्की आयो तेरो राख ल यो ठाडो खोइ बिक्की लु लु आयो 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 ए त्यो आउँदै गर्छ नि ऊ यहाँ मलाई देखेर पर्खिहाल्छ नि त्यसले यहाँ सिंगल खेल्दैछु क्या छोड्दै तेरो ठाडो यसलाई राख अब भ एकदम राम्रो छ बिक्की अन्त घरमा सबैजना कस्तो हुनुहुन्छ एकदम सबै सन्चै हुनुहुन्छ अघिदेखि पर्खेको यहाँ अघिदेखि पर्खेको नि यार हो र? सिंगल कस्टम ए, यो खेल्दैछु के को कस्टम हो फोन किन्नु पैसा मै पठाउने अहिले म आउँदा नि फोन हेरिराख्ने कसम मामा त्यस्तो नगर ल हेभी मन दुख दिन्छ क्या मलाई यार मामा यार मेरो यहाँ कस्टम चलिरहेछ यार मामा त्यस्तो नगर न उ त पारस होइन हो त हो त्यही हो के भइदिनु के छ हालचाल एकदम ठिक छ चल्दैछ के यो गर्छौ हेर न यो हेर न के काम धन्दा गर्छौ कि अहिले नि लठगिरी त चल्दैछ यही हो नि अब लठगिरी? तिम्रो जस्तो हुन सकिन हो त साह्रै ठुलो भइसस् यार अन्त हल्का ठुलो हुनु पर्यो नि हाम्रो दिल्लीतिर गइस् होइन पढिस् कमाइस् साथीभाइ बिर्सिस् है अब मलाई नि कहाँ हो। सम्झिन्छस् त तैँले अन्त कहाँ योसँग त सम्झिनु बात यो? हुँदो रहेछ त आ, तेरो तेरोमा अन्त। फोन चल्छ होइन फेसबुक पनि चलाउँछ अरे म- इन्स्टामा कति सर्च गरेँ मैले इन्स्टा अन्त इन्स्टा भनेको थाहा चाहिँ छैन ओ मामा उसलाई इन्स्टै थाहा रहेन रहेछ क्या भइदिएन क्या हो यो बिचारा यो हेर त यो फोनमा तैँले पठाएको हो यो फोन अन्त मैले पैसा पठाइदिएको होइन यसरी फोन चलाएर घरमा बाबुआमाले कराए दिन रातको हो, 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 भन्छ यसले काकाले के काकासँग बात गराउनु मलाई भन्यो म भनिदिन्छु क्या हल्का गेम खेल्नु नगर न मा यसको फोन बसिहालेर खोन दिनु हुँदैन नि अब ए मामा के हुँदैन खेल्नुपर्छ तेरो के चल्दैछ अहिले काम धन्दा चल्दैछ अब दिल्ली गयो हो पढ्यो लेखियो हल्का हो अब शान्ति नै भए पनि जब पाइयो गरिँदैछ जब तर अब त्यस्तै खुसी चाहिँ छैन क्या अझै के छ हौ जति नै दिल्ली घुम कलकत्ता घुम बम्बई घुम लास्टमा आउनुपर्ने त यही गाउँमा रहेछ हो नि हो होइन के गर्नु तँ अब ठुलो भइस् अब ठुलो भइस् हामीलाई चिनिनस् मलाई चिनिनस् अब योसँग बात हुँदो रहेछ सधैँ चिनिस् अब तँलाई बातै स्कुल नभएपछि पढ्दाखेरि मैले गिट्ठा भ्यागुर ल्याएर खुवाएको बिर्सिस् याद छ नि हौ हामी कसरी केही कुद्थेन क्या भने कट्टु मात्रै लगाएर कुदेको याद छ मलाई कति होस् त त्यतिखेर होइन तिमी र म सँगै त कुदेको नि अहिले याद आयो नि मलाई आम्रो कसम होला खुसी लाग्दै क्या मलाई चाहिँ। अनि तेरो के छ त बेसी गरिस् कहाँ बिहे गर्नु हो अब भने जस्तो कमाइ नै छैन अलिअलि कमाएर कहाँ बिहे हुन्छ त हौ तेरो अनुहार पनि त हुनु पर्यो नि त बिहे गर्नका लागि त, होइन होइन यो होइन अब अनुहार त छ भाइ जस्तो भयो नि तेरो भन्दा त राम्रो छ अरे यार खाँचीको नभन् न अन्त माथि को आउँदैछ हौ त्यो ओइ 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 यो को पो हो यो को को हो त्यो क्या लम्बु लम्बु ए माथिल्लो घरको लम्बु लम्बु हाम्रो कुसाले क्या कुसाले त्यो हामी पढ्थ्यौँ स्कुलमा फोरमा कि कतिमा त्यसले स्कुल छोड्यो नि चारमा छोडेको रहेछ अनि यता पाठशाल पढ्यो नि त हो त्यसले त्यही त पाठशाल पढ्यो हो अहिले त कस्तो राम्रो छ नि त्यसको त लम्बु कत्रो लम्बु भएछ नि अब याद छैन हामी सानैदेखि यसलाई लम्बु लम्बु भनेर बोलाउँथ्यौँ हो त लम्बु क्या लम्बु अब के को राते हो फेरि अब साथीभाइमा अब साथीहरू के हो तिमीहरू एकदम वेस्टर्न कल्चरतिर गइसक्यो होइन अब राधेको मैले त अब आफ्नो परम्परा हो यो राधा नामको नाम तिमीलाई याद छैन साथीहरू राधा होस् ठिकै छ राधा आफ्नो ठाउँमा छ कि यसलाई चिनिस् त को हो यो क्या यो हाम्रो बिकी क्या हाम्रो बिकी पहिलेको कहाँबाट भेट भयो आज त है के छ अन्त कस्तो छ अन्त ठिकै छ कहिले आयो उताबाट भर्खर आउँदै बाटोमै ब्याग चाहिँ पठाइदिएँ गाडीमा हो हामी त होइन हावा बोल्छ म यसलाई रिसिभ गर्न आएको यहाँ
गेम खेल्दाखेरि अन्त ब्याग सेक चाहिँ अनि म यहाँ लिएर उफ्रिनु आधी बाटो ब्याग बोकेर जानु मैले गाडीमा पठाइदिएँ भन्न त ड्राइभरले अघि पुऱ्याइसक्यो अब भयो त बल्ल बल्ल भेट्छौ तिमीहरू बाँच्छौ यार पहिलेदेखिको साथी यस्तो त हुन्छ साथीभाइमा बाजेन अन्त कहाँ अनि मजा के छ आउँछ त त तिमीहरू खाना खाँदा अहिले त कहाँबाट आएको सरादबाट अब श्राद्ध गर्यो तिमी त बाहिर गइहाल्यो केटा हो अन्त अब के गर्नु अब आफ्नो त अरे यार हेर तैँले त सराद गर्छस् यसले पनि त्यो गेम खेल्छु भन्छ पब्जी हो कि के सब्जी खेल्छस् हौ म पब्जी खेल्छु क्या पब्जी अलिक पब्जी भन्छ यार हेर भाइ तँलाई एउटा राम्रो कुरा म सजेसन गर्छु तैँले पब्जी खेल्छस् राम्रो खेल्छस् म कोही बेला तँलाई भिडियो कल गर्दा तेरो उयोहरू देखाउँछस् नि मलाई स्क्रिनसट पठाउँछस् त त्यो खेलेको राम्रो हो एक प्रकारले होइन अब घरमा त बुझ्दैनन् त्यो सब कुरा के यस्तो गेम खेलेको राम्रो भन्छ हेर म कुरा तिमीहरू अनपढहरूले के बुझ्छौ म उहाँ दिल्ली गएर पढेको युनिभर्सिटीमा कुरा सुनेको अनि साँच्ची के छ हौ तिम्रो चाहिँ अहिले त्यही चल्दैछ आमामा दिल्ली गयो भन्दैमा तिमी भन्ने भइहालेको पहिला त त भन्दै सँगै कि थियो भ्यागु अब अहिले खाएको भर्खर भेट तिमी हुँदैछ नि त। भन्दाखेरि चाहिँ सुन न साथीभाइको फिलिङ आउँदैन हौ होइन अहिले एकछिनमा पाउमा झर्छु नि त म लेभलमा आउनु देऊ न अब पहिला भर्खर बाहिर भेट्दैछ। पढेको अब है त्यस्तै अलिक धेर पढेको बाहिरको हावा आमाले भेटेको होइन, यो त्यस्तै। होइन भयो यो सब कुरा के अनि सिरियसली कहाँसम्म पढिसौ के पढिस् संस्कृत पढ्दैछस् अरे ज्योतिष सोतिष पनि पढिस् यसो चिना हात साथ हेर्ने गरेछ मजाले नि हो ला हो र हो नि किन हो यार न जरुरी हो बाबुआमाले बिहाको लागि ग्याङ 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 गर्दैछन् हेर्दैन हौ कहिले हुन्छ बिहा हेर्दै त कमाइ त राम्रो छ त हौ कमाइ छ नि अलि राम्रो छ बेसी छैन ठिक्कै हो त्यही लगभग महिनाको त्यही लगभग 15-20 चाहिँ पुग्छ भविष्य पनि राम्रो छ एकदमै राम्रो छ अनि त्यही हो अब बिहा चाहिँ कहिले हुन्छ त्यो चाहिँ भनौँ न बिहा बिहा चाहिँ त अब यो वैशाख एक महिनामा अन्त कहाँबाट भेला पार्नु यार पैसै छैन त केटा अघि सौदा त पुरा छ भन्थिस् त अन्त अन्त 15-20 हजार छ त्यो दिल्लीमा बस्दा रेन्ट तिर्नु पर्यो खर्च हुँदैन क्या भने आउनु जानु भाडा महँगो छ होइन होइन फ्लाइटमा आएको नि आउनु त बागडोग्रा उत्रेर हल्का आइदिएको नि गाडीमा फ्लाइटमा के कसो छ कमाइ समाइ? त्यसमा सुन्न त्यो फ्लाइटमा हुन्छ के ऐना खिड्की ए खिर्की हुन्छ नि कस्तो देखेछ तल? देखिन्छ कस्तो तिमीहरूलाई के देख्छ, थाहा बादल, बादल। तिमीहरूलाई के थाहा तिमीहरू गाउँमै बसिरहेको पब्जीमा देख्दैन त्यो बादल त्यस्तै देखिन्छ त्यस्तै हुन्छ अन्त अब तैँले त पब्जी नि देखेको होला के भन्नु तँलाई त अब के हो पब्जी भनेको त्यो हो कि गेम ठ्याक ठ्याक मलाई त चण्डी र रुद्रीदेखि यादै छैन पब्जी भन्छ उसले चाहिँ होइन साथी कति कमाउँछस् है त चाहिँ मेरो त त्यस्तो बेसी छैन हौ त्यही 50,000 जस्तो हुन्छ के? महिनामा के रे? 50,000 जस्तो हुन्छ महिनामा हो अब नानीहरू आफ्नो बुढीको इच्छाले गर्दा अङ्ग्रेजी स्कुल लगाइएको छ यसो महिनाको फी तिर्दा ओर्दा। नानी पनि भएको अब त्यतिखेर त टाढामा थिइस् होइन अब होइन फोन त बातचित गर्नु भएन। पर्थ्यो नि त नम्बर फोन त कहिले पो नगरेको त त्यही त मसँग त बात भइरहेको छ त मसँग त बातै त्यो पनि म हुँदैन। तँलाई फोन गर्छु भनेर गाउँमा पो त। मान्छे उसको त फोनै छैन अन्त कसो यसो मसँग नम्बर मागेर उता कन्ट्याक्ट गर्नुपर्छ नि त अरे होइन यार यार, खबरहरू त बोल्ला त्यसलाई किन बोलाएको भन्छ त यसलाई भन न अब टाढामा थियो मेरोमा नम्बर थिएन होइन अब मैले साथीहरूलाई बोलाएँ साथीहरूले यसो फेसबुकतिर पनि हालेन नि देखेनौ फेसबुक कहाँ चलाउँछ त यसकोमा त फोन छैन होइन अब यसकोमा फोन छ यसले गेम छोडेर केही जाने छैन फेसबुक छ फोनमा के हो फेसबुक भनेको थुइ या त फेसबुक चलाउनु नि जान्दैनस् तँ के चेक गर्छस् हौ कहिले उभो लाग्छस् तँ ए फेसबुक के हो फेसबुक अहिले तँलाई म हिँड्न रुममा देखाउँछु होइन साथीलाई यसो भनिदिनु पर्छ नि तिमीहरूको त बातचित हुँदै रहेछ त मेरो बिहे हुँदैछ भनेर भनेको भए त बा म टिकट गरेर आउँथेँ ए गेम खेल्ने फुर्सद छैन आफ्नो यहाँ फोन बताइरहेको छ यार म गेम खेल्नु गएको ए फोन हेर तेरा भाइ, फोन छ अब म हेर, अहिले सुन, झट्टै सुन। हान्छु हेर भाइ फोन चलाउनु पर्छ होइन मेरो पनि छ होइन यसकोमा पनि छ होइन अब फोनको सदुपयोग गर्नु पर्यो नि त त्यसमा डुबेर मात्रै भएन हो कि होइन अब हेर यो फोनबाट धेरैजनाले पैसा कमाइरहेछन् अहिलेको जमानामा फोन एउटा राम्रो सोर्स अफ इन्कम हो त अब यो त लठुवा हो होइन तैँले त केही कमाउनु पर्यो नि त तेरो अब दाजुभाइ पनि छैन घरमा एक्लो छोरो बाबुआमालाई टेन्सन हुँदैन फोनबाट आजकल मान्छेहरूले कति कमाउँदैछन् होइन युट्युबबाट फेसबुकबाट इन्स्टाग्रामबाट मान्छेहरू कति कमाएर करोडपति भइरहेछन् फोनबाट त्यही गेमै खेलेर मात्रै कतिवटा युट्युबर बनियो भन्ने त हेर एडिट गर्नु कसरी हाल्नु सबै सिकाइदिन्छु युट्युबमा पनि हाल अनि फेसबुकमा पनि हाल क्या फेसबुक थाहा छैन फेस भनेको अनुहार बुक भनेको किताब कुन कुन चाहिँ कक्षामा पढाउँछ कुन चाहिँ स्कुलमा पढाउँछ ए लेख्दै आउँदैन यसलाई छोड त भन्न के हेर अब फेसबुकमा पनि हाल्नु युट्युबमा नि हाल्नु इन्स्टाग्राममा नि हालिदिनु म सबै डाउनलोड गरिदिन्छु तेरो फोनमा फोन पनि राम्रै छ होइन मैले पैसा पठाइदिएर राम्रै किनेछस्
अन्त केटाहरूले अलिकति प्रगति गर्नुपर्छ क्या। अब यसले भन्छ मेरो अर्कै महिना बिहा अरे, 1 महिनामा बिहा गर्नु त मुस्किलै छ। केटीहरू कोही नजरमा छ भने भनिराख होइन, त्यही हो आफ्नो आफ्नो बाटो चाहिँ लाग्नुपर्छ। ऊ लागिहाल्यो यत्रो पढाइ आएर केटी हेरेको छैन? केटी कहाँ अनि यसको अनुहार हेर्दा कुन चाहिँ केटी हेर कुरा सुन, बिहान 6 बजी गयो ड्युटीमा होइन, बेलुका 8 बजी छुट्टी हुन्छ। कतिखेर केटी हेर्नु हत्तु भएर आइन्छ होइन, ड्युटीबाट आउँदाखेरि हत्तु भएको हुन्छ, अफिसमा बसको गाली खाएर अन्त पैसा त 30,000 मात्रै ल्याए भन्छ त। बसको गाली हामी त बस त कुद्छ त अन्त बोस क्या बोस मालिक होइन मालिक साउजी अच्छा साउजीले गाली गरे गर्छ। अब के गर्नु त, त्यस्तै हो जिन्दगी। अब अफिसमा काम गरेपछि अब के गर्छ अरे सुन पहिले मेरो बिहेको म दिइहाल्छु नि त कि एक दिन बोलाएर, केटाले त खायो ठिक छ। अब म एक दिन बोलाउँछु। अब बुहारी घरमै छ केही छैन, अब मलाई फोन गर्नु त्यही त। अब लु ठिकै छ होइन, अब हेरौँ के हुन्छ होइन, केटी खोजौँ होइन, आमा बाउले खोजिदिइरहेछन् कि के थाहा। अब यस्तै हो, यहाँ बसेर कति बेर चाहिँ गफ गर्नु, आफ्नो आफ्नोतिर लागौँ हो। अब हेर केटा तेरो बेबा जाने ठिक छ, तर त कोट सुट र त्यो जुत्ता सुत्ता लाएर त मेरोमा त छैन। किन टेन्सन लिन्छस्, तेरो दाजुले कमाएर आएको छ नि, मलाई सब थोक म किनिदिन्छु। मलाई पैसा 30,000 ल्याएको छु भन्छ निकै धमस दिन्छ। अनि कोट पेन्ट किनिदिने सेभिङहरू यता त्यता यसो इन्भेस्टमेन्ट आउँदा 30,000 ल्याएको सेभिङ छ। ए आउँदाखेरि चाहिँ त्यति बोकेर आएको बिहे गरेर पैसा जम्मा गरिरहेछ। अलिअलि छ नि। अब अनि सुन्न, अब साइड बेको त यता हेराउनु पर्छ होइन, त्यही त म यसको घर जान्छु नि, त्यही खाना खानु पनि जानुपर्ने नै छ। यसो बुहारी नानीहरूसँग भेट्नु के खुवाउने यसलाई? पनि हेर्छु। अब के पाउँछ र होइन, अब त्यही खिर सिर यता त्यता अब ढकनै पनिर चाहिँ नपकाउनु, वाक्का भएको छ पनिर खाएर चाहिँ हो। खिर खाउँछु हामीलाई पनि लानु के? किनारेलाई किन नलानु? पनिर ढकने पनिर भनेको पनिर थाहा छैन के भन्नु? अब खिर खाउँछु, खिर मनपर्छ होइन? लु खिर खाऊ। खाएको जस्तो नि। त्यस्तै तँलाई कोट प्यान्ट जुत्ता सबै म व्यवस्था गरिदिन्छु, एकदम हिरो बनाइदिन्छु। यस्तो हो नि त। अब भयो होइन, मलाई कोट चाहिँ प्यान्ट दिने भयो। चुप, मेरोमा लुगा छ है, दौरा सुरुवाल छ। हामीले संस्कृति पनि जोगाउनु पर्छ। हामी दुईजना चाहिँ दौरा सुरुवालमा जानुपर्छ यसको जन्तीमा। सबैको म तँलाई जन्ती जाने लुगा म दिइहाल्छु, उसले दिने भइहाल्यो होइन। अब बेलुका भयो, मेरो पनि टाइम बित्दैछ हो, कहाँबाट आएको मान्छे श्राद्ध गरेर हो। अब गाई दुनुपर्छ, गाई पालेको छु होइन। पर्सि आउनु, एकदमै खिर ढकने खानुपर्छ, तेरो बेको साइड पनि हेर्नुपर्छ। आउनु, तिमीहरू पनि आउनु, एकदमै आएर हामीले सबै खाएर छुटिनुपर्छ। लाग्यो ल म अहिले चाहिँ छोटा मिस कल भएर चाहिँ यहाँ दिदीले मार्छ।